टसिदेले नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ मालुरु सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन दलाई लामा ज्यूले कोभिड-19 खोप प्राप्त गरी शिक्षणहरूको श्रृङ्खला पुनः सुरु। तिब्बती कैदीहरूको स्वास्थ्य अत्यन्त गम्भीर अवस्थामा। तिब्बती र तिब्बत समर्थक समूहले राष्ट्रिय जनकन्त्री दिवसको आयोजन। हिमाचल वन मन्त्री र विधायक सङ्घका प्रशासन प्रमुखको भेट। तिब्बती समर्थकहरूले तिब्बतबारे छलफल गर्न जारी। तिब्बती महिला दिवस 62 वर्ष देशको लागि सम्बोधनदेखि महामारीमा जीवन बचाउने सम्म। तिब्बती महिला फुटबल टिम कोनिफाका लागि योग्य। अब समाचार विस्तारमा। गत हप्ता शनिबार परम पावन दलाई लामा ज्यूले धर्मशालाको जोनल हस्पिटलमा पहिलो पटक कोभिड-19 खोप प्राप्त गरे, जहाँ परम पावन ज्यूले सबै योग्यहरूलाई विशेष गरी बिरामीहरूलाई अगाडि आउन र समाजको भलाइको लागि आफैले खोप लगाउन अपिल गर्नुभयो। My trusted friend, including doctor, they suggest should take this injection. So, in order to prevent some serious problem, this injection is very, very helpful, very good. So, those other patient also should take this injection for greater benefit. So that's very important. So I took that. So I want to share. More people should have courage to take this injection. साथै यस हप्ता बिहिबार उहाँले 17 नालन्दा महापण्डितहरूको प्रशंसा र जेचोङखापाद्वारा राज्यको प्रधान त्रिविध मार्गबारे 2 दिनको अनलाइन शिक्षा पुनः सुरु गर्नुभयो। गत हप्ता शुक्रबार परम पावन ज्यूले पाली र संस्कृत परम्परागत बौद्ध धर्मका 3 तालिम सम्बन्धी त्रिशिक्षामा भर्चुअल अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा भाषण दिनुभयो। चिनिया अधिकारीहरूले 30 वर्षे तिब्बती राजनीतिक कैदी गङ्बु रिके निमालाई गम्भीर स्वास्थ्य अवस्थामा रिहा गरेका छन्। रेडियो फ्री एसियाका अनुसार चीनको सिचुआन प्रान्तमा संलग्न डाको प्रान्तमा उनको सजाय पूरा गर्नुभन्दा 1 वर्ष पहिले 25 फरवरीको दिन रिहा गरेको छ। चिनिया शासनको विरुद्ध शान्तिमय विरोध गरेकोमा पक्राउ पारेका थिए र 2012 मा सामाजिक स्थिरता बिथोल्ने र अलगावत उक्साउने आरोपमा 10 वर्ष जेल सजाय सुनाएको थियो। टाको गुम्बाका 2 भिक्षु लगायत अरू 10 जनालाई 12 देखि 14 वर्ष बीचको सजाय सुनाएको छ। तिब्बती र तिब्बत समर्थक समूहले विश्वव्यापी तिब्बती राष्ट्रिय क्रान्ति दिवस मनाउनु भयो। उक्त दिवसको उपलक्ष्यमा भएको आधिकारिक समारोहमा प्रशासनका प्रमुखले अनगिन्ती तिब्बती शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै तिब्बती उद्देश्यहरूलाई सामूहिक रूपमा विश्वव्यापी प्लेटफर्ममा धकेल्नु र तिब्बती शहीदहरूको बलिदान व्यर्थ नहुने सुनिश्चित गर्न आग्रह गर्नुभयो। निर्वाचन तिब्बती संसदका सभामुख श्रीमान पेमा जुग्नेले संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषदलाई तिब्बतीहरूको दमनको विरुद्ध आवश्यक कारबाही गर्न अपिल गर्नुका साथै 11औं पाञ्चे लामा र अरू सबै राजनीतिक बन्दीहरूको रिहाई माग गर्नुभयो। तिब्बतका लागि संसद सदस्यहरूको इटालियन समूहले तिब्बती जनकन्त्री दिवसको उपलक्ष्यमा रोमको हाउस अफ डेप्युटी इटालियन संसद सम्मेलनको भवनमा प्रशासनका प्रमुख डाक्टर लोब्सा सिङ्गेलाई एक प्रेस सम्मेलनमा सम्बोधन गर्न आमन्त्रित गर्नुभएको थियो। अमेरिकी सभाका अध्यक्ष नेन्सी पेलोसीले तिब्बती क्रान्ति दिवसको अवसरमा मानव अधिकारको पक्षमा खडा हुनु र व्यावसायिक हितका पक्षमा नपर्ने आग्रह गर्नुभयो। ताइवानमा देशभरका 34 भन्दा बढी गैर सरकारी संस्थाहरू र ताइवान तिब्बती कल्याण सङ्घ र मानव अधिकार नेटवर्कले राष्ट्रिय क्रान्ति दिवसको आयोजना गर्नुभयो। इतिहासमा पहिलो पटक चेक गणतन्त्रको सेनेटले तिब्बती राष्ट्रिय क्रान्ति दिवसको 62औं वर्षको उपलक्ष्यमा
उनीहरूको भवनमा तिब्बती राष्ट्रिय झण्डा फहराएका थियो। यसैगरी ग्रिनविचको रोयल बोरोको मेयर काउन्सिलर लिन्डबर्ड, डेप्युटी लिडर काउन्सिलर डेभिड गार्डनर र प्रतिनिधि सोनम छिरिङ फ्रासीले तिब्बती राष्ट्रिय झण्डा दक्षिण पूर्वी लन्डनमा रहेको वलविच टाउन हलको बाहिर लहराउनु भयो। केन्द्रीय तिब्बती प्रशासनले चिनिया सरकार र उनीहरूको नीति विरुद्ध विरोध प्रदर्शनमा सहभागी भएका शान्तिपूर्ण तिब्बती प्रदर्शनकारीहरूले गरेका बलिदानहरूको सम्झनामा वार्षिक प्रार्थना सेवा आयोजना गर्नुभयो। यस हप्ता सोमबार हिमाचल प्रदेश वन मन्त्री माननीय राकेश पठानिया र सांसद श्री विशाल नेहरियाले प्रशासनका प्रमुख लोप्साङ सिंघेसँग धर्मशालामा भेट गर्नुभयो। धर्मशालाको विकासका लागि स्मार्ट सिटी कार्यक्रम र परियोजनाहरूका बारेमा छलफल गरेको क्रममा डाक्टर सिंघेले धर्मशालामा पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएपछि सहरको एयरपोर्ट सुधार गर्न सकिने सुझाव दिनुभयो। उहाँले स्थानीय तिब्बती र धर्मशाला वरपर बस्ने भारतीयहरूको सुरक्षाको लागि डेलेक हस्पिटलमा कोभिड खोप केन्द्र स्थापना गर्न मन्त्रीहरूको सहयोगका लागि अनुरोध गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासन र विश्वभरमा रहेका तिब्बतीहरूको तर्फबाट डाक्टर सिंघेले तिब्बती जनतालाई समर्थनको लागि केन्द्र सरकार र हिमाचल प्रदेश सरकारप्रति आभार व्यक्त गर्नुभयो। युरोपियन संसदमा तिब्बत रुचि समूहले युरोपियन दृष्टिकोणबाट पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न गत हप्ता बिहिबार एक भर्चुअल सम्मेलन बोलाएको थियो। यस कार्यक्रमको आयोजन तिब्बत रुचि समूहका अध्यक्ष एमईपी मिकोलस पेक्साको अध्यक्षतामा हुनुभएको थियो। यस छलफलमा एमईपी मियम लेक्समन, एमईपी फ्रान्सिस्को ग्यारेरियो, एमपी सम्युल खोगोलाती र प्रतिनिधि टसी फुन्चोकले तिब्बत र चीनमा धर्म स्वतन्त्रतादेखि लिएर EU का सदस्य राष्ट्रहरूले EU चीन सम्बन्धी श्रम शिविर सहित तिब्बतमा अधिकार स्थिति विस्तृत सम्झौतालाई कसरी मद्दत गर्न सक्छन् भन्ने बारेमा छलफल गर्नुभयो। गत शुक्रबार लिथुनिया संसदमा तिब्बतका लागि संसदीय समूहका सदस्यहरूले तिब्बतको आगामी निर्वाचन र तिब्बत सम्बन्धी अन्य मुद्दाहरूको बारेमा छलफल गर्न अर्को भर्चुअल बैठक भएको थियो। आज केन्द्रीय तिब्बती प्रशासनले उपलब्धिहरू र तिब्बती महिलाहरूको सङ्घर्षहरूलाई उजागर गर्नुभयो। केन्द्रीय प्रशासनले तिब्बती महिलाहरूले 12 मार्च सन् 1959मा चिनिया कम्युनिस्ट पार्टी विरुद्ध आन्दोलनदेखि कोभिड-19 महामारीको विरुद्ध लड्न अग्रसर रहेको प्रकाश गर्नुभयो। औपचारिक समारोहमा तिब्बती स्वास्थ्य कर्मीहरूले महामारी विरुद्धको लडाइँमा समुदायको नेतृत्व गर्ने आफ्ना अनुभवहरू साझा गरे र स्कुली विद्यार्थीहरूलाई महिला सशक्तिकरणमा उत्कृष्ट निबन्धमा परिवर्तन गरेकोमा पुरस्कृत गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासनको महिला सशक्तिकरण डेस्कले यस विश्वव्यापी सङ्कटको बेला तिब्बती महिलाहरूले महत्त्वपूर्ण भूमिका खेलेको प्रकाश गर्नुभयो। महामारीको समयमा तिब्बती महिलाहरू हाम्रो समुदायमा प्रतिक्रिया प्रयासहरूमा अग्रणी रहेको पनि प्रकाश गर्नुभयो। स्वास्थ्य विभागको डाटा अनुसार टास्क फोर्स अन्तर्गत राखिएका करिब 80% स्वयंसेवक र कन्ट्र्याक्ट कामदारहरू महिला रहेको उल्लेख गर्नुभयो। महिलाहरूको नेतृत्वमा रहेको सङ्गठनहरूले समुदायमा समर्थन र सुरक्षाको आवश्यकता भएकाहरूलाई योगदान र सहयोग गरेका छन्। महिला सशक्तिकरण डेस्कले अन्तर्राष्ट्रिय महिला दिवसको विषयवस्तुलाई जोड दिँदै सबै क्षेत्रको निर्णय लिनेहरूमा अझै धेरै महिलाहरू हुनु र नीति र कार्यान्वयनमा महिला दृष्टिकोणको एकीकरण सहित महामारीका सबै चरणहरूमा महिलाहरूलाई समावेश गर्न आह्वान गर्नुभयो। 2021 को चुनावमा पहिलोपटक स्विजरल्यान्ड र लिक्सटेनटेनको तिब्बती समुदायका स्थानीय सम्मेलनमा 30% भन्दा बढी जिम्मेवारी स्वीकार्ने 8 तिब्बती महिलाले रेकर्ड गरेका थिए भने पछिल्लो सभामा केवल 1 महिला सदस्य थिए। तीमध्ये धेरैले पहिलोपटक नेतृत्वको भूमिका ग्रहण गरिरहेका छन् र तिब्बती भाषा र संस्कृतिको संरक्षणको दिशामा काम गर्ने इरादा गरिरहेका छन्। स्विजरल्यान्ड र लिक्सटेनटेनको तिब्बती समुदाय भारत, नेपाल र भुटान बाहिर स्थापना गरिएको एकमात्र स्थानीय सम्मेलन हो। यस सभामा राष्ट्रपति, उपराष्ट्रपतिको नेतृत्वमा 25 सदस्य हुन्छन्। तिब्बती राष्ट्रिय खेलकुद सङ्घले तिब्बती महिला फुटबल टिमले रोमानियामा 23 देखि 30 जुन 2021 सम्म आयोजित हुने कनिफा कन्फेडरेसन अफ इन्डिपेन्डेन्ट फुटबल टुर्नामेन्ट महिला फुटबल कपको लागि योग्य भएको घोषणा गर्नुभयो।
तिब्बती महिला फुटबल टिमलाई कोनिफामा खेल्न आमन्त्रित गरेको यो पहिलो पटक हो। पुरुष टोलीले 2018 को टुर्नामेन्टमा भाग लिएका थिए। हस् त, यसका साथै आजको साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेले नमस्ते।